हेलो एभ्रिवान, नमस्ते फ्यापुलो सबैजनालाई। र गाइज आज चाहिँ हो मकर सङ्क्रान्ति। आज चाहिँ हो 15 तारिक गाइज, 15 जनवरी होइन। र आजकल चाहिँ सबै कुरो 2 दिन हुन्छ होइन, त्यही भएर चाहिँ मान्छेहरू कन्फ्युज भइरहेछ। क्यालेन्डरमा चाहिँ 14 देखाइरहेछ, 14 जनवरी, तर यसमा चाहिँ मान्छेहरूले चाहिँ भनेको 14 मा आधी थियो अरे र 15 मा आधी हुन्छ अरे। आजकल त सबै कुरो 2 दिन हुन्छ गाइस, तपाईँलाई यादै होला। सो त्यही भएर हाम्रो चाहिँ योपालि गाइस घरमा अलिक प्रब्लम छ, त्यही भएर चाहिँ हामीले योपालि सेलिब्रेट गरिनँ, मतलब बनाइनँ खानेकुरोहरू केही पनि। बिहान खालि खाजामा पुरी र आलुदमहरू बनाएको थिएँ, अनि त्यतिकै यताउति आसपडोसलाई पनि बाँडेन योपालि, र हामी बाँड्दैन नै भनेर सोचिरहेको छु। र अहिले चाहिँ बज्दैछ गाइस बिहानको 10 र म चाहिँ भर्खरै नुहाएर आएको। अनि अब जाडो महिनामा त दल्नै पर्यो, नभए त चट काटेको जस्तो कस्तो पोल्छ होइन हातखुट्टाहरू। अन्त म चाहिँ यसो बडी लोसनहरू दल्दैछु हातखुट्टातिर। सो गाइस सबैलाई मेरो तर्फबाट ह्याप्पी मकर सङ्क्रान्ति। मकर सङ्क्रान्ति र हाम्रो नेपालीमा चाहिँ भन्छ माघे सङ्क्रान्ति होइन। अनि त्यही हो गाइस, अब मैले चाहिँ अघि नै ननुहाइकनै आमा आप्पालाई ढोकी पनि सकेँ होइन। किनकि बिहान बिहान साङ गरेर चाहिँ, मतलब आप्पाले पूजा गर्नुहुन्छ घरमा बिहान बिहान सधैँ। अनि चाहिँ 6 सम्म ढोकेर चाहिँ आप्पा र आमालाई ढोक्छु म चाहिँ सधैँ। हाम्रो चाहिँ सानोबाट बानी हो त्यस्तो होइन। अन्त अघि नै ढोकिसकेँ। र मेरो यहाँको आङी पनि आउनु भएको थियो आप्पा र आमालाई ढोक्नु, त्यति बेला आङीलाई पनि ढोकिदिइहालेँ हो। अनि आङीले पनि बिचरा एक्लै छ, अनि उसले पनि केही बनाएन अरे, कुनै घुगनी र के बनाएको छ, पुरी कि के बनाएको छु खानु आइज भनेर भन्नु हुँदै थियो। र यता एकजना हाम्रो आङी छ, दिल्ली आङी, उसलाई पनि ढोक्न जान्छु नि त म हर साल। त्यही भएर अब आङीलाई ढोक्न जानु आँटेको, नुहाइधुवाइ गरेर हो। आफ्नो आमा आप्पालाई चाहिँ ननुहाइ ढोकिदिएँ, आङीलाई चाहिँ नुहाएर जानु पऱ्यो ढोक्नु। त्यही भएर गाइस त्यति नै हो। अब आज के हुन्छ कसो हुन्छ होइन, तपाईँहरूलाई म देखाउँछु। मैं ना जानू तू ना चाहे। सो गाइस तपाईँलाई म अलिकछिनमा भेट्छु ल। सो गाइस म चाहिँ आङीलाई ढोकेर आएँ हो। यो चाहिँ हो दिल्याङको घर, त्यहाँ चाहिँ म ढोकेर आएको। अब हाम्रो माइलेङको गेट पुरै गेटै छ। दिल्याङीलाई चाहिँ म ढोकेर आएको कि। त्यहाँ चाहिँ मैले भिडियो गरिनँ। आङी यहाँ हाम्रो आङीले के पकाउनु हुँदो रहेछ। यो चाहिँ मैले हाम्रो घरको साग ल्याइदिएको। म चाहिँ अघि पसेर पनि गएको नि त आङीकोमा। लु खै के पकायो त, के फ्याँकेको यो भुइँमा चाहिँ। खुट्टा चिसो भएर पाक्दैछ अथा मलाई तातो न तातो छ त हौ। खिर अथा आङी यहाँ फिङ्गर। यहाँ आङीलाई चाहिँ मैले अघि ढोकिसकेँ, अघि आमा आप्पालाई भनिसकेँ मैले, आमा आप्पालाई यो बनाउँदाखेरि चाहिँ यहाँ फिङ्गर। योहरू बोकेर कहाँ जाने तपाईँ? म अब जाने माइत। लाला बालाहरूलाई पुऱ्याउनु नि। यहाँ चाहिँ पाक्दो रहेछ घुगुनी। ए अलग अलग, यहाँ नानीहरूको अरे, यो चाहिँ ठुलोहरूको। खिर चिनी लगाएछ। मिठो त मिठो भयो कि भएन हौ? भयो। किन छाउराहरूलाई त्योहरूलाई त्यो बगुन्तरलाई पकाएर कहाँ लान्छु म मेरो छाउराहरूलाई हरूलाई कहिले जुनी तेल मिठाई बढी यस्तो पकाएको छ भन्छ नानीहरू त्यहाँ 3-3 नानी छ, आमाजुको आएको छ होइन। सो गाइज यो चाहिँ हाम्रो पडोसीले दिनुभएको, हाम्रो बुलबुल मम्मीले। र यो चाहिँ मैले आएको घरबाट ल्याएको घुगनी। यहाँ चाहिँ खिर। सो गाइज यहाँ चाहिँ नानाले सेलरोटी
नरियल लड्डु तिलको लड्डु मुरैको लड्डुहरू पठाइदिनु भएछ मेरो सङ्गीता नानाले पठाइदिनु। सो गाइज भर्खरै चाहिँ हेर्नुहोस् न यतापट्टि हाम्रो खुसबु भाउजूको घरबाट फेरि यहाँ खिचडी अनि तिलको लड्डु ल्याइदिनु भएछ र यहाँ चाहिँ छ हाम्रो दुर्गा दिदीले ल्याइदिनु भएको सेलरोटी सकरकन्द। यो चाहिँ के हो बनतरुल कि घरतरुल कि के होला यो चाहिँ। अनि यहाँ छ तिलको लड्डु आजको लास्ट हो यो चाहिँ। अब हाम्रो चाहिँ छैन योपालि केही बनाउनु पाएन। सो गाइज त्यति खासै त केही पनि भएन किनकि हाम्रो चाहिँ आज केही पनि बनाएन र अहिले चाहिँ बेलुका भइसकिसक्यो। मैले चाहिँ सोचेको थिएँ केही इन्ट्रेस्टिङ भयो भने तपाईँहरूलाई देखाउँछु भनेर तर गाइस केही पनि इन्ट्रेस्टिङ भएन। अघि फेरि आङीले फोन गर्नुभएको थियो माइली आङीले र फेरि सेलरोटी बनाउनु भएछ अन्त सेलरोटी लिनु आइज भनेर भन्नुभयो। फेरि म सेलरोटी लिनु गएको थिएँ गाइज। अन्त सेलरोटी लिएर आएँ र त्यतिकै खाएँ मिठो भएछ। अनि त्यति नै थियो गाइज आजको सङ्क्रान्ति हाम्रो होइन। र तपाईँहरूको कस्तो के बित्यो कमेन्ट गरेर भन्नु होला। अनि गाइज पहिला चाहिँ नि के हुन्थ्यो भन्नु न म तपाईँहरूलाई मेरो सानोको स्टोरी सुनाउँछु ल सङ्क्रान्तिको। पहिला चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ अब म चाहिँ पहिल्यैदेखिको अब अलिक ढिलै उठ्थेँ होइन। ढिलो भन्दा पनि अब सानो छोरी भएर होला घरमा सबैको माया बेसी पाएर पनि होला अलिक ढिलै उठ्थेँ। अनि के हुन्थ्यो सबैजना अब पहिला चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ 4 बजी बिहान उठेर चाहिँ नुहाउनुपर्छ भन्थ्यो नि त। 4 बजी उठेर चाहिँ नुहाएर आफूभन्दा ठुलोलाई फर्स्ट आफ्नो आमा आप्पालाई त्यहाँबाट मम्मीहरूलाई होइन अनि बाजे बोजूहरू अब काका काकी आफूभन्दा ठुलोहरूलाई चाहिँ ढोक्नुपर्छ भन्थे होइन। अनि जहिले पनि म उठ्दाखेरि चाहिँ नि गाई सबैजना नुहाएर चाहिँ ढोकेर चाहिँ खाइ पनि सकेको हुन्थ्यो होइन। तर म चाहिँ लास्टमा उठ्थेँ जहिले पनि लास्टमा ढिलो उठ्थेँ। ढिलो उठेर चाहिँ म चाहिँ अन्त नुहाइधुवाइ गरेर खानु जाँदाखेरि ढोक्नु जाँदाखेरि चाहिँ पुरा लेट भइसकेको हुन्थ्यो। अहिले पाएको अरू चाहिँ सबैजना अघि नै ढोकेर गइसकिसक्यो त्यस्तो भन्दै भन्नुहुन्थ्यो क्या मेरो आङीहरूले काका काकीहरूले सबैजनाले। र गाइस यस्तै थियो र आजको हाम्रो सङ्क्रान्ति यतिकै बित्यो केही बनाएन योपालि। अब नेक्स्ट टाइम चाहिँ मजाले धुमधाम सेलिब्रेट गर्नुपर्छ होइन। सो गाइस आजको लागि यति नै। आई होप तपाईँहरूलाई मनपर्छ होला गाइस। मन पऱ्यो भने प्लिज टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु। सो बाई गाइस थ्याङ्क यू फर वाचिङ बाई बाई।